आन्दोलन गरेका शिक्षकमाथि हिजो दमन भएको छ, यो चाहिँ निन्दनीय छ। सरकारले चाँडै सक्ने जति निर्णय गरेर चाहिँ बिदा दिनुपर्छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। यो सँगै पार्टीको सहमहामन्त्रीको छोराको नाम जोडिएको छ, यो प्रमाणित हुनुपर्छ। प्रमाणित भएन भने के गर्ने, यो विषयमा पनि चाहिँ निर्णय आउनुपर्छ भन्ने कुरा म राख्न चाहन्छु। धन्यवाद। माननीय सदस्य डोल प्रसाद। 1 महिना हुन थालिसक्यो। शिक्षक आन्दोलन, मिटर ब्याजी आन्दोलन, सहकारी पीडित आन्दोलन, डाक्टरहरूको आन्दोलन र कर्मचारीहरूको पनि तयारी हुन गइराखेको छ। नयाँ नयाँ भ्रष्टाचार काण्ड आइराखेको छ। पोखरा इन्टरनेसनल एयरपोर्ट र भैरवा इन्टरनेसनल एयरपोर्टको बर्मा लोडको कथा बजारमा छर्लङ्ग आइराखेको छ। यी काण्डहरू जेलमा पार्नको लागि अब सरकारले, राजावादीहरूले अस्थिरता ल्यायो देशमा भनिकन यही सदनमा पनि यी राजावादीलाई थुन्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको छ। हो, हामी राजा चाहिन्छ यो देशमा भन्ने पार्टीका मान्छे हौँ सभासदज्यू। यदि हामीबाट कुनै कमी कमजोरी भएको छ भनेदेखि कारबाहीको सजाय भोग्न हामी तयार छौँ। र यदि देशको उन्नति र प्रगति गर्न यी भ्रष्टाचारीहरूलाई छिनोफानो यो सरकारले 9 महिना माननीय सदस्य दिलेन्द्र। गुरुहरू हुन्, गुरुहरूलाई त सम्मान पो गर्नु पर्दथ्यो सामान्य सभामुख महोदय, आदर गर्नु पर्दथ्यो। तर सरकारले लाठी र फुवारा बर्साएर हिंसक चरित्र प्रस्तुत गर्यो। आदरणीय शिक्षकहरूले घर घडेरी बिल्डिङ खोजेका होइनन् सम्माननीय सभामुख महोदय, श्रमको मूल्य खोजेका हुन्। यो सरकारले शिक्षक, डाक्टर, कर्मचारी, सेना, प्रहरी, प्राध्यापकहरूको कुरा सुन्दैन भने यो सरकार कसको सरकार हो सम्माननीय सभामुख महोदय? शिक्षकहरूका जायज मागहरूप्रति हामी दृढतापूर्वक ऐक्यबद्धता व्यक्त गर्न चाहन्छौँ। हिजो गरिएको दमनबाट घाइते भएका हरि जोशी, पदम बटला, खड्क मन्नी, हरिभक्त कणेल, भगवान साक्य, पत्रकार सबिना कार्की लगायत सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दै दमनको भर्त्सना व्यक्त गर्न चाहन्छु। धन्यवाद। माननीय लिङदेनले जुन उहाँले चाहिँ नेपाली काङ्ग्रेसका सहमहामन्त्रीका छोरा बिना प्रमाण, बिना आधार जुन उहाँले नाम लिएर सम्बोधन गरेर चोरीको प्रकरणमा लागेको भनेर उहाँले चाहिँ यही सदनमा, गरिमामय सदनमा जुन बोल्नु भएको छ। त्यसै गरी डाक्टर अमरेश सिंहले आफ्नो कुन पत्रिकामा इन्टरभ्यू दिने क्रममा उहाँले जुन भन्नुभएको छ त्यसको प्रमाण हामी नेपाली काङ्ग्रेस जस्तो पार्टीको कार्यकर्तालाई र उनका नेताका छोराहरूलाई जथाभावी बिना आधार बिना प्रमाणको जुन लालछना लगाइएछ त्यसको प्रमाण हामी माग्न चाहन्छौँ। र यदि त्यो प्रमाण सही होइन भने उहाँहरूले यही सदनबाट माफी माग्नुपर्छ भन्ने मैले यो सभामुख मार्फत मैले यो जोरदार माग गरेको छु। अर्को कुरा सभामुख महोदय, शिक्षकहरूप्रति हिजो जुन भयो व्यवहार त्यो एकदम दुःखदायी हो र उहाँहरूको जायज मागलाई छिटोभन्दा छिटो सम्बोधन गरेर उहाँहरूको कार्यक्षेत्रमा पुनः फर्काउनलाई आग्रह पनि गर्दछु, किनकि शिक्षा नै कुनै पनि देशको। आज 27 दिनदेखि देशभरका शिक्षकहरू काठमाडौँको सडकमा छन्। नयाँ शैक्षिक सत्र सुरु भयो, कक्षा 12 को परीक्षा र एसी सब बर्बाद भएका छन्। देशको बौद्धिक वर्ग 1-2 दिन होइन 27 दिनसम्म सडकमा रहँदा पनि सरकार चुपचाप देखिन्छ। बरु शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीबाट निकालिएको छ। सरकारले शिक्षकका माग पूरा गर्नुको साटो शिक्षकहरूमाथि चरम दमन सुरु भएको छ। हिजो मात्र प्रहरीको दमनबाट 63 जना शिक्षक र पत्रकार घाइते भएका छन्। सम्माननीय सभामुख मार्फत सरकारले गरेको दमनको घोर निन्द्रा गर्न चाहन्छु। घाइते शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। पत्रकारको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। पूर्व सरकारले शिक्षक महासङ्घसँग गरेको सम्झौता अनुसार शिक्षकका माग यथाशीघ्र सम्बोधन गर्न सरकारसँग जोरदार माग गर्न चाहन्छु। धन्यवाद। आज म डिजिटल नेपालको नारा लगाइरहने सरकारलाई एउटा सुझाव दिन चाहन्छु। लाखौं नागरिक वर्षौंसम्म लाइसेन्स र परिचय पत्रको पर्खाइमा छन्। वैदेशिक रोजगारीमा जानका लागि होस्, अध्ययनको लागि होस् अथवा आफ्नै देशमा सामान्य काम गर्नको लागि कागजात नहुँदा जनताले अनावश्यक शास्ति खेप्नु परिरहेको छ।
हामीले डिजिटल नेपाल बनाउने सपना देखिरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नागरिक एप मार्फत लाइसेन्स देखाउन सकिने घोषणा गर्नुभएको थियो, जुन केही ठाउँमा त लागू भएको छ, अझै केही ठाउँमा सरकारी निकायले समेत यो विषय लागू गर्न सकेको छैन। यतातिर पनि सरकारको ध्यान जाओस् र सरकारले सबै निकायलाई नागरिक एपलाई मान्यता दिन पुनः निर्देशन जारी गरोस्। सभामुख महोदय, सामान्य क्युआर भएको परिचय पत्र मोडलमा पनि जान सकिन्छ। अहिले भइरहेको जस्तो कार्ड छाप्न त्यसमा ढिला सुस्ती मात्रै होइन, राज्यको अरबौं खर्च समेत भइरहेको छ। 5 रुपैयाँमा 5 सेकेन्डमा प्रिन्ट हुन सक्ने पत्रलाई अरबौं खर्च समेत गर्नु पर्दैन। डिजिटल नेपालको नारा लगाइरहने सरकारले नेपाललाई कार्डलेस, क्यासलेस र फेसलेस बनाउनको लागि काम समग्र चिन्तित विभागीय मन्त्रीको राजीनामा र अर्का मन्त्रीको बर्खास्तगीले सरकारको लोकतन्त्र, सुशासन र जनताप्रतिको उत्तरदायित्व उदाङ्गो भएको छ। अब हिजोसम्म सडकमा आन्दोलनरत शिक्षकहरूको जायज मागहरू पुरा गर्न सरकारको ध्यान आकर्षण गराउँदै हिजो प्रहरी आक्रमणबाट घाइते पत्रकार सबिना कार्की सहित शिक्षकहरूको तीव्र स्वास्थ्य लाभको कामनासहित यो दमनको तीव्र भर्त्सना गर्दछु। दक्षिण एसियाकै सबभन्दा बढी सेना परिचालन हुने ठाउँ जहाँ 10 जना नागरिक बराबर 1 जना सैनिकको जिम्मा हुन्छ, जम्मू कश्मीरमा भएको आतंकी हमलाबाट ज्यान गुमाउने सुदीप लगायत सम्पूर्ण प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त आक्रमणको घोर भर्त्सना गर्दछु। स्वतन्त्रताको नाममा पाकिस्तानी दूतावास अगाडि जुलुस प्रदर्शन र कतिपय व्यक्तिहरूबाट मुस्लिम समुदायप्रति धार्मिक असहिष्णुता बढाउने अभिव्यक्तिहरूले सामाजिक सद्भाव मात्र होइन। सभामुख महोदय, विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडक आन्दोलनमा उत्रिएको महिनौं दिन हुन लाग्यो। शान्तिपूर्ण आन्दोलन अहिले कस्तो अवस्थामा छ त्यो हिजोदेखि पनि सकेको छ। उक्त विधेयकमाथि आर्थिक वर्ष 80-81 मा जम्मा 12 पटक मात्र छलफल भयो। यस्तो सुस्त गतिमा रहेको विधेयकमाथिको छलफल शिक्षकले जब आन्दोलन गर्छौँ भनेर घोषणा गर्यो त्यसपछि मात्र तीव्र गतिमा लगियो। प्रधानमन्त्री स्वयं प्रतिपक्षमा हुँदा गुरुहरू कहिले गलत हुँदैनन् भन्ने, आफू प्रधानमन्त्रीमा हुँदा चाहिँ 52% फेल गर्नेलाई के को सुविधा दिने भन्ने अभिव्यक्ति कतिको जायज हो। आफ्नो कार्य सम्पादन 28% मात्र हुँदा कुन नैतिकताले प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँछ? हस्तान्तरण गरे भइहाल्यो, पार्टीमा अरू पनि व्यक्तिहरू हुनुहुन्छ होला। अनि विधेयकमाथिको लोकप्रियताका लागि धेरैभन्दा धेरै संशोधन प्रस्ताव दर्ता गर्ने व्यक्ति अहिले शिक्षा मन्त्री हुनुहुन्छ। अलिकति पनि नैतिकता छ भने आफैले संशोधन दर्ता गरेका विषय सिमिटेर विधेयक ऐनमा शिक्षकसँग सहमति गरेर विद्यालय खोल्ने वातावरण गर्न सरकारको ध्यान आकर्षण गर्न चाहे। धन्यवाद।